नानी हो ल ल ठुली तिमीले गरे नि अब हेलो एभ्रिवान, जय श्रीमान नारायण। हजुरहरूलाई मेरो भ्लगमा स्वागत छ। आज पनि हामी हिँडिसक्यौँ मर्निङ वाकको लागि। हेर्नुहोस् केटीहरू यहाँ आउँदैछन्। आफू बुढी होला नि म पनि केटी हो नि के केटीहरू हुन्छ बुढी जानु कुद्नु 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 ठुल्दिनी हल्लियो पनि आउँदै हुनुहुन्छ दिदीहरू। एक्सर्साइज हुँदैछ। जाउँ 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 लु गर्नु त दिदी एक्सर्साइज अलिअलि के ल है यता ध्यान मग्न हुनुहुन्छ। कपाल फुका धुलो बान्न के गरे हेर्नुहोस् गाइज, हामी हिँड्दा हिँड्दै घाम चर्किसक्यो। यस्तो सबै पसिना आएर राधा राधाको कस्तो लाग्यो? गुड राम्रो तँलाई एकदम राम्रो दिदीलाई कस्तो मलाई अति राम्रो लाग्यो नानीहरू हो? सधैँ सधैँ यस्तो गरे पनि हाम्रो बानी सुध्रिन्छ, अँ आफ्नो स्वास्थ्य पनि ठिक हुन्छ। बाबु हो ल गोरा नानी हो नानी हो ल ल ठुली तिमीले गरे नि बुढाबुढी पाक्ने अलिअलि अलिक जान्दा गर्नुपर्छ नानी हो। ओके हेर्नुहोस् हाम्रो मर्निङ वाक जाने ठाउँ यस्तो दामी छ कि गर्नै पर्यो हेर्नुहोस् यस्तो दामी। दुईटा सफाको हाम्रो भयो एउटा उयो यतिको छोरी चाहिँ चाहिन्छ क्या मान्छेलाई। मर्निङ वाक आउँदा दाउरा यति भए पनि खोले पाक्छ भन्दैछ हामीले बुझ्ने। मर्निङमा आउँदा दाउरा लाउनुपर्छ नानी हो। म चाहिँ के लैजाउँ अहिले बिहान बिहान यति घाम चर्केको छ कि अनि हामी चाहिँ जान लागेका। कहाँ जान लागेका हेर्दै गर्नुहोस्, भरे थाहा पाउनुहुनेछ। यस्तो घाम छ, नजिकै भए पनि हामी अटोमा जाने खोलासम्म, अनि त्यसपछि जाने। भूमिका दिदी रेडी रेडी टु फ्लाइ। आज देख्नुहुन्छ कपिला रेडी उसले एउटा जानलाई अनि के अरे उसले एउटा बोलाइदिएको हाल्छु भनेर त्यतिकै हाल्यो। कति राम्रो हो, हाल न। हाल्छु कुनै हाम्रो आइसकेको छ हाम्रो गाडी आइसक्यो। हामी अटोमा जाँदैछौँ। यो चाहिँ हाम्रो गाउँको खोला। हेर्नुहोस् कपिला केही बोल न। के बोल्नु, केही त छैन। यत्तिकै कफ भूमिका ठिमिक ठिमिक हिँडेको छ, ठिमिक ठिमिक परेर।
अझै अगाडि गएर के खान पाउँछु भनेर यस्तो राम्रो छ पहिला त उहाँबाट कटिन्थ्यो अहिले त यहाँ आउनु पर्दो रहेछ कति बजेछ बज्न चाहिँ अहिले अहिले 7:30 मात्र भयो र 40 हो कि 45 भयो होला मैले गाडीलाई फोन गर्दा 7:30 35 देख्यौ अलिकति त ढिलै हुन्छ थाहा हुने क्या 7:30 मात्र त भएन बढी भयो भने हेर्नुहोस् गाइजहरू हामी धम्माधम हिँड्दै गुटुङ टुङ टुङ परेर हिँड्दैछौँ हो क्या भूमिका इज हियर आफ्नो जस्तो भए पनि बनाउने हो कि जसले जेसुकै भन्नु छैन कोही जसले जेसुकै भनोस् हालिदिने हो भन्नेले भन्दै गर्छन् गर्नेले गरिरहेछन् भोलि पर्सि बुढेसकालमा हेर्न हुन्छ यस्तै थिएँ म हो त के होइन बुढेसकालमा कहाँ पुग्छ भिडियो भुल्न त बस्न त बस्छ बस्छ त युट्युबहरूमा त बस्छ भूमिकामा नि यता हेर बुढेसकालमा कति थिएँ भनेर थाहा हुन्छ म पनि यस्तो बुढेसकालमा यस्तै होइन बैसमा बैसमा आउँदैछ नि होइन बैसमा यस्तै थिएँ भएर भोलि पर्सि हेर्न हुन्छ गाइजहरू हेर्नुहोस् हामी यहाँ कस्तो राम्रो ठाउँमा आइरहेको अब हामी कहाँ हिँडेछौँ पिच बनाउनुला है क्या भूमिका हो अहिले हामी देखाउनेछौँ हामी गिटी सिटी ल्याए कहाँ हिँडेको भनेर तर थाहा पाउनुहुन्छ गाउँका मान्छेले चाहिँ थाहा पाउँछ अन्तकोले चाहिँ हेर्दै गर्नुहोस् कुनलाई पाउँदैन के हाम्रो बाटो उहाँबाट थियो अहिले चाहिँ त्यहाँ गहिरो भएर हामी कहाँ आयौँ यता कपिला नयाँ बाटो हिँड्दा कस्तो भयो रमाइलो फिल भइरहेको छ हामी खोला आइपुग्यो भूमिकालाई फोन आइसक्यो हो अहिले चाहिँ हामी आइसक्यौँ कुन ठाउँ भन्दा हरिपुर काम परेर आएको काम परेर अस्ति पनि आएर गयौँ अब आज अब नआउनु पऱ्यो पनि हुन्थ्यो अब एकचोटि आउनु पर्ला बढीमा बढीमा दुईचोटि आउनु अझै पर्छ होला पर्दैन मान्छे त त्यो डकुमेन्टहरू के गरेको बिल त्यो त के अरे बुझाउन सिग्नेचर गर्न ओर्न के ल हेर्नुहोस् गाइजहरू हामी फर्किने बेला यतिखेर भइसक्यो अन्धकार अन्धकार त भएन घाम छ अझै तर ढिलो भयो क्यार्ने मेरो मानाको माइत यही छ होइन आजको कस्तो लाग्छ रमाइलो राम्रो लाग्यो भरिएको छ झोला भरियो झोला पनि भरियो के भन्छ डटपेन्ट पनि भरिया डायरी पनि भरिया हामीले गिफ्ट पाएको हेर्नुहोस् हामी 3 जनाको गिफ्ट यस्तै एकै प्रकारको छ यो नवज्योति इङ्ग्लिस बोर्डिङ स्कुल निस्किने हो यो यहाँबाट पनि त्यो पुल देखिँदैन रहेछ है टाढा पनि तर उहाँ होइन उनीहरू आँखाले पनि देख्छ